यो चाहिँ हाम्रो डे 2 हो अनि सबैजनालाई ह्याप्पी न्यू इयर। हामी चाहिँ यहाँ उठेर बेडमै छौँ। अब हामी एकछिन उठ्छौँ अनि के कस्तो हुन्छ देखाउँछौँ। हामी यहाँ ठिक परिसक्यौँ। अब हामी मास्तिर जान्छौँ टावर हेर्न। टावर हेर्न जान्छौँ हामी चाहिँ। मेरो छोरी चाहिँ अहिलेसम्म नउठेर यहाँ तनाव भइरहेछ। ऊ चाहिँ बेलुका ढिलासम्म बस्ने, बिहान चाहिँ ढिलासम्म उठ्ने बानी छ। त्यही भएर ऊ नउठेर यहाँ हामी सबै रेडी भइसक्यो। अब के कस्तो हुन्छ हामी देखाउँछौँ। उसलाई उठाउनु कि पुगेर बस्नु कि भइरहेछ। यहाँ एक्सपेक्ट गर्दै हुनुहुन्छ ऊ पुरै जरा भिनाएको छ। म त 4 उठ्यो भिनाएको 4 बजे उठेको आमे हाल्नु पनि बोलाउँदै हुन्छ। छिटो उठ सूर्य के हेर्नुपर्छ भन्दै हुन्छ। सूर्य त गइसकेर यहाँ ब्रेकफास्ट खानु आइरहेको छ। अब यहाँ सुरु गर्छौँ है। अब हामी नगरकोटतिर टावरतिर घुम्न जान आँटेको। यहाँ बिनाजुको भ्लग सुरु हुँदैछ। अब हामी जान्छौँ। जोइले भनेकै हो हजुर जोइले भन्नुभयो हो। ल अब हामी हिँड्यौँ गाइस। चोकमै छौँ हामी यहाँ है। सबैजना यता पछाडि हुनुहुन्छ अरू। म चाहिँ मोटो भए हिसाबले अलिकति फाइदा छ मलाई चाहिँ। अब निस्किन्छ अब हामी चाहिँ भ्यू टावरतिर जाँदैछौँ है। रानीझोला भ्यू टावर सबै घुम्छौँ। गाडी यहाँ रिजर्भ गरिरहेछौँ। यहाँबाट चाहिँ रिजर्भमा लानु पर्दैछ। अहिले अब जान्छौँ गाइस। हेर्दै गर्नुहोस् है गाइस। हेरिरहनु भएको छ। अब नयाँ वर्ष यस्तै भइरहेछ हाम्रो चाहिँ। तपाईँहरू कसरी भइरहेछ कमेन्ट गर्नु होला। अहिले चाहिँ हामी चाहिँ हेर्दै हुन्छौँ। बाटो आनन्द छ है साथीभाइहरू। तपाईँहरू घुम्न आउनु। यता हेर्नुहोस् है हाम्रो उहाँ म्याडम हुन्छ। म्याडम कि अब बहिनी भन्नुपर्ने रहेछ। हामी त उहाँ सर हुन्छ हाम्रो नानु सबैजना। बहिनी भनेपछि जय भन्नु पर्दैन। बहिनी भनेपछि चाहिँ अब जेठालाई दिनकै दर्शन गर्ने है त्यही। अब साइलानी उता हुनुहुन्छ। अब साइलानीको नि मान्छे आउँदै छ चाँडै नै है। कहाँ जान्छौँ अब भन आएपछि मात्रै खाली पोखरा अन्त जाँदैन। इन्टरनेसनल फ्लाइट त हुँदैन नि हाम्रो। बाली हजुर। टोलीहरू झरिसक्यौँ है गाइज हामी। केही समस्या त हुन्न नि भिडियो खिचेर। हाई भन्छ बेटा। हाई सुरु। टोलीहरू कोही घुमेर आइसक्नुभयो, कोही जाँदैछौँ हामीहरू। टावर भ्यू टावर भ्यू टावरमा कति बिहा गयो।
हिँड्दै हिँड्दै आयौँ हामी। सबैजना बसेर सेल्फी पढ्नु ल बाबा म दिदीले र बहिनीले एकैचोटि उडाउनु अब हामी अर्को ठाउँ जान्छौँ। अब हामी यहाँ मन्दिर जान आँटिरहेको छौँ नि। अब हामी मन्दिर जान्छौँ। हामी टावरबाट फर्किसक्यौँ गाइज। अब हामी यता चाहिँ रत्नचूडेश्वर महादेव चाहिँ जाँदैछौँ है गाइज। पोखरी छ तल, हामी यहाँबाट तल उता पोखरी छ त्यहाँ जाँदैछौँ गाइज। हजुर ल उहाँ चाहिँ भिडियो खिचिदिनु भन्ने हुन्छ ज्योति नानी। तल जाँदैछौँ हामीहरू घुम्नलाई पोखरी। मन्दिर आए। यहाँ चाहिँ आमा छोरी, यता ज्योति नानी, यता केमा लानु मम्मी। उता बोतल लिएर जो बोतल लियो भने हुन्छ। अब हामी यहाँ पुलमा जान्छौँ। कहाँबाट कहाँ कति गयो जति त मतलब बाटो चाहिँ। अब हामी जान्छौँ। यहाँ चाहिँ पुरै चिप्लो न चिप्लो छ गाइसहरू। बिस्तारै आउनु है नानी। अझ यसमा त्यो अर्को त्यो। अब हामी यहाँ आउँदैछौँ पुलमा। हामी चाहिँ यहाँ पुलमा आइसक्यौँ। यहाँ दिदी हुनुहुन्छ, ऊ चाहिँ पिटारा भिनाजेर बास्ना बोकेर आउँदै हुनुहुन्छ। अनि यत्तिकै प्यारेन्ट्स हुन पाइन्छ त होइन? कहाँ सजिलो छ र प्यारेन्ट्स हुन। लगाइ हामी यहाँ पुलमा इन्ट्री गरिसक्यौँ। पुलबाट लगाइ यहाँ पुल चाहिँ यस्तो छ। डराइ डराइ आइरहेको छ। पारीबाटै वारी आइसक्यो। हामी चाहिँ पारीबाट यता वारी आइसक्यौँ। फेरि पारी तर्नुपर्छ गाइस। यतैबाट लागौँ। अब होटल ब्यागहरू सबै होटलमा छ। अब हामी चाहिँ यहीँबाट पानी हानिदिनु हो कि के हो? पैसा 1 रुपियाँ देखायो नि फेरि होटलमा। रानी झुला गाइजी यही हो जङ्गलमा पुल यो। ल साथीभाइ हामी पारी आएर चटपट खान लाग्छौँ। है चटपट बनाउनु अब पानीपुरी चटपटे पसलले चाहिँ के खान्छौँ भने जान्छौँ हामी। जस्तो कस्तो फिल भइरहेको छ?
रमाइलो हो नि पुलमा चाहिँ नानी नडराएको हामी त त्यही भएर निदाइराखेको छ जोतो पनि डरेको थियो ऊ त हिँड्दै आफै आएको अब हामी गाइज हेर्नुहोस् हामी आउनु त आयौँ फाइनल्ली तर अब जाने कसरी अघि जसरी आयो त्यसरी जाने हामी चटपट खाना आँटेको हजुर आमा भातै जान्छ कहीँ चाहिँ पानी खाना आँटेको मलाई एउटा सानो मात्रै दिनु म त अब यहाँ उकालो छ भर्याङ चढ्दै माथि जानुपर्छ उकालो हो चाहिँ हामी यहाँ खाना आँटेको यहाँ बासमा खाइरहेको थियो खाना है अब हामी चाहिँ एकछिनमा खान्छौँ यहाँ सबैजना वेटिङमा छौँ वेटिङमा हामी अब खाना आँट्यौँ है हामी अब खाना सुरु गरौँ है गाडी खानासाना खाएर हामी अब निस्किन्छौँ आजको प्रोग्राम यति नै भयो सबैले इन्जोय गर्नु होला है ओके बाई यहाँ हुँदै घाममा हात खाना सुरु गर्दै हुनुहुन्छ गाइस फर्किन आँटेको घुमेर हाम्रो न्यु इयर चाहिँ अब यतिमै सक्यो सबैजनाले हेरिदिनु होला लाइक कमेन्ट एन्ड सब्सक्राइब बाई बाई ह्याप्पी न्यु इयर ह्याप्पी न्यू इयर गाइस बाई